प्रिय साथीहरू नमस्कार यहाँहरूलाई। यति बेला म हजुरको चाइनिजोमा महेन्द्रनगरतर्फ जाँदैछु। यस्तो घना जङ्गल छ, हरियो वन दुवैतिर है। यो शुक्लाफाटा राष्ट्रिय निकुञ्जको क्षेत्र पनि हो। त्यसो भएको हुनाले मैले यहाँलाई यहीँनिरको दृश्य देखाइराखेको छु। यो सहर बजारको भनौँ न गजाङगुजुङ देखाउनुभन्दा नेपालको हरियो वन देख्दा हामीलाई आनन्द लाग्छ। अहिले पनि वन छ है भन्ने एउटा अनुभूति हुन्छ। र पूर्वका साथीहरूलाई पनि जो पश्चिम खासै घुम्न आउनु भएको छैन, महेन्द्रनगर अब पुग्नलाई करिब 30 किलोमिटर जति बाँकी छ। त्यो बिचमा यो शुक्लाफाटा राष्ट्रिय निकुञ्ज आइपुग्छ। यो यहाँहरूलाई कस्तो लाग्छ हेर्दै गर्नुहोस्। मैले एउटा युट्युब च्यानल पनि खोलिराखेको छु अहिले, ट्राभल नेपाल विथ सूर्य भन्ने एउटा युट्युब च्यानल बनाएको छु। यहाँहरूले सब्सक्राइब गर्न सक्नुहुनेछ। म चाहिँ देशका विभिन्न भागमा मेचीदेखि महाकालीसम्म आफूले यात्रा गर्दै आइरहेको छु विगत केही वर्षदेखि। सोही सन्दर्भमा मलाई के लाग्यो भने मैले चाहिँ एउटा सानो युट्युब च्यानल बनायो भने कम्तीमा मेरो साथीहरूले, शुभेच्छुकहरूले, मलाई चिन्नेहरूले नचिन्ने साथीहरूले पनि हेर्न सक्नुहुनेछ। देशका विभिन्न भागहरू, आफ्नो देशको गौरव, आफ्नो देशको गाथा, आफ्नो देशको समाज, आफ्नो देशको संस्कृति, यी सबै कुराहरू हेर्न पाउनुहुनेछ भन्ने एउटा महसुस गरेँ मैले। मेरो यात्राको पनि एउटा राम्रो पक्षको रूपमा रहन सक्नेछ कि यहाँले हेर्नुभयो सम्बन्धित ठाउँको बारेमा जानकारी पाउनुभयो भने। यही सोचेर मेरो च्यानल पनि सुरु भएको छ। सब्सक्राइब गर्नुहोला। तपाईँहरू पूर्वका साथीहरू को लागि यो पश्चिम घुम्ने एउटा सुवर्ण मौका पनि हो, यो सुवर्ण समय पनि हो। यति बेलाको समय न धेरै जाडो न धेरै चिसो रहेको ठिक्कको मौसम छ। मङ्सिर समय यहाँहरू घुमिसक्नुभयो भने एकदम गजब हुन्छ। समय मिलाएर यहाँ अझ यो बिदाको समय पनि छ। बच्चा बालबालिकाको पनि विद्यालय बिदा छ, कतिपय साथीहरूको अफिस बिदा होला। यही बेला तपाईँहरू पश्चिम भ्रमण निस्कन सक्नुहुन्छ। यहाँलाई स्वागत छ है सुदूरपश्चिममा। धन्यवाद।